हेलो गाइज, तपाईँहरूलाई स्वागत छ आजको यो नयाँ भिडियोमा होइन। आज चाहिँ हामी यही ठाउँमा रहेको होइन, गुफा डाँडा भन्ने ठाउँमा गइरहेको छौँ होइन। मसँग जाँदै हुनुहुन्छ हाम्रो माललाई जाँदै हुनुहुन्छ एकजना होइन, यहाँको काम गर्ने मान्छे। हामी दुईजना चाहिँ अब बाइक लिएर जान्छौँ माथिसम्म होइन, के कस्तो छ बाटो पनि हेर्नुपर्ने हुन्छ। अनि हाम्रो एरिया भनेको यो होइन, यहाँ टक्क हाम्रो काम गर्ने ठाउँ भनौँ न, के भन्छ यसलाई, क्रसर छ होइन यहाँनिर। अनि यतातिर देख्न सक्नुहुन्छ ऊ त्यहाँनिर ट्याक्कसँग हाम्रो बस्ने ठाउँहरू पनि रहेको छ। बाइक स्टार्ट भइसकेको छ, जान रेडी भइसकेको छ बाइक। अब हामी ट्याक्क यहाँबाट अगाडि बढ्नेवाला छौँ। आजको हाम्रो यात्रामा एकदमै सहयोगी भूमिका निभाउने हाम्रो माललाई हुनुहुन्छ, एकदमै होइन, भाइरल माललाई हो होइन। कस्तो भने माललाईको फेरि जेठा दाइ माललाई सबै नाम पनि छ, माललाई आउनुहुन्छ। अनि हामी ट्याक्क आज यहाँबाट गुफा पोखरीसम्मको यात्रा सुरु गर्नेवाला छौँ। हाम्रो माललाई आइसक्नु भएको छ यहाँनिर। माललाई र म चाहिँ आजको हाम्रो यात्रामा सुरु गर्नेवाला छौँ। माललाई पनि यहाँको फेरि भाइरल माललाई हो होइन, जाउँ होइन माललाई। अब माललाईले जाउँ भनिसक्नु भएको छ, अब हामी अगाडि बढ्छौँ। ल गाइस, हामीले चाहिँ हाम्रो यात्रा सुरु गरिसकेको छौँ होइन। हाम्रो फेरि सुरुमै एकदम अफरोड छ क्या, हाम्रो कम्पनीबाट निक्लिने एकदम अफरोड खालको बाटो छ होइन। अब हेरौँ हामी निक्लेर चाहिँ माथि पुग्छौँ होला। यो चाहिँ हाम्रो कम्पनीमा माल दिन आउने गाडीहरूको बाटो हो। यो पनि एकदमै अफरोड रहेको छ बाटो यहाँनिर पनि, तर ठिकै छ अफरोड भन्नाले। अब त्यस्तो धेरै पनि होइन, तर ठिकै अफरोड भनौँ न। खोला खाल्साहरू यस्तो खाल्डा खुल्डीहरू छ धेरै। ढुङ्गाको त अब त्यही त भने होइन, ढुङ्गा अब अलिकति उयो नै हुन्छ। यो ठाउँमा केसँग भएको छ भने अस्ति हामी आउँदाखेरि दाइ पछाडि हुन्छ, मोटे मोटे दाइ हुनुहुन्छ अलिक होइन, जानुभएको बाइकै झडामै अगाडि उचालिदिएको क्या, त्यस्तो उकालो छ। अब क्यामेरा त्यस्तो देखिँदैन होइन, तर रियलमा चाहिँ यो त्यस्तो उकालो छ क्या, गाह्रो पार्ने उकालो छ। अब हाम्रो यात्रा सुरु भइसकेको छ, हामी लाग्छौँ हाम्रो गन्तव्यतिर। देख्नुहुन्छ गाइस, हाम्रो कम्पनीबाट आउँदाखेरि नि यति धेरै अफरोड छ क्या बाटोमा, अफरोड धेरै अफरोड छ। तर त्यस्तो खतरा अफरोड पनि होइन ठिकै अफरोड। यहाँ मान्छेहरू कता गराउँदै हुनुहुन्छ, ठिक धानसानको सिजन छ, कता गराउँदै हुन्छ होइन। बाइक निडल लागेको गर्छ र के समस्या हो कि के हो, यो पनि मलाई जानकारी दिनु पऱ्यो क्या। सिसेकै छु निडलमा बसिहाल्छ, नजानेको हो कि मैले के हो। हाम्रो कम्पनी आउने सबभन्दा ठुलो पुल आइसकेको छौँ गाइस। हामी यो पुल कटेर गएपछि हामी सिधै सिपाघाट भन्ने ठाउँमा निक्लिन्छौँ। अब हाम्रो यात्रा कम्पनी र सिपाघाट हुन्छ पहिला होइन, त्यो सिपाघाटमा फेरि माललाईले आफ्नो भाइसँग भेट हुन्छ अरे। माललाईले भाइसँग भेटिसकेपछि फेरि हाम्रो गुफा डाँडातिरको यात्रा अघि बढ्नेछ होइन माललाई। सबैका बाख्रा उकाली लागे, सबैका बाख्रा उकाली लागे, घरेली बाख्रो खै भन है झम्के गुलेली। माललाई कम्पनीमा चाहिँ फेरि आउने बाटो चाहिँ लास्टै ओह्रालो छ यार, ओह्रालो उकालो खालको छ होइन। उकालो ओह्रालो उकाली ओह्राली भन्ने चौतारी जे गर्नु चाहिँ माललाईले गर्नुहुन्छ क्या यार, माललाईलाई त साइड बाबु, साइड बाबु, ए बाबु बाबु, ए बाबु साइड देऊ गाइस। अब चाहिँ हाम्रो यो डेन्जरै ओह्रालो छ यहाँनिर चाहिँ केही जाने केही कुराको ब्रेक फेल भयो भने चाहिँ बाँच्ने भन्ने कुरा चाहिँ सम्भवै छैन होइन। तीमाथि बाइकमा खुट्टा पनि पुग्दैन। अब यो ओह्रालो चाहिँ बड डेन्जर छ, बिस्तारै जानुपर्ने हुन्छ होइन। यहाँनिर रन्किनु भनेको चाहिँ आफ्नै कालाही बोलाउनु भएको त्यस्तो ओह्रालो छ। तर देख्दै हुन्छ होला तपाईँ सिपाघाट बजारमा पर रहेको छ होइन, हल्का हल्का देखिँदैछ। तर यहाँ यस्तो छ गाई, त्यस्तो छ तपाईँ कुरै छोडिदिनु न, त्यस्तो धेरै छ क्या यहाँनिर। ब्रेकै पनि धान्न गाह्रो खालको ओह्रालो पनि लास्टै ओह्रालो छ अरे यहाँनिर। अब हामी आइपुगेका छौँ। देख्नु भयो नि गाइस, भन्दैछु नि कस्तो ठाउँ छ भन्दा झन्डैले यहाँ के भइसक्नु भयो, झन्डैले के भयो यहाँ देख्नु भयो नि तपाईँले होइन। चक्का त सरर चिप्दैन मलाई होइन पखरीको। माललाईको भाइ भेट्ने हो, इन्द्रावती रिभर आइसकेको छौँ हामी। अब हामी चाहिँ इन्द्रावती रिभरको पुलमा जानेवाला छौँ। अनि हामी जाने बाटो यो हो अहिले हामी जाने बाटो चाहिँ यो होइन। तर हामी चाहिँ माललाईको भाइलाई भेट्नको लागि हामी यता आइरहेको छौँ छोरै अलिकति होइन। माललाईको पनि भाइसँग भेट्नै पऱ्यो होइन, घरिघरि यसो देख्नु सक्नुहुन्छ कसरी नदी बगिरहेको छ। गाई चाहिँ सिपाघाट बजार हो, सिपाघाट बजार हो यो होइन। सिपाघाटको तल्लो बजार कि माथिल्लो बजार भन्छ यसलाई, सिपाघाटको तल्लो बजार भन्छ यसलाई होइन। माथिल्लो बजार चाहिँ हामी गइरहेको छौँ होइन, पुरानो बजार रहेछ। अब मेरो भ्लगको नाम सफल भ्लग्स, भर्खर त सुरु गरेर चाहिँ केही छैन त्यस्तो। सब्सक्राइब हान्दिने अहिले पावरै छैन, डाटा छैन नि अहिले। ए डाटा त म खोलिहाल्छु नि हटस्पट, तपाईँलाई सब्सक्राइब चाहिँ गर्छु भन्नु न। ब्लग्स भाइरल हुनु पऱ्यो नि त पहिला। माललाईको भाइसँग कुरा हुँदै गर्दाखेरि यता नयाँ मान्छेहरू भेट्नु भएको छ, मलाई सब्सक्राइब गरिदिन्छु भन्ने होइन, उहाँलाई थ्याङ्क यू भन्न चाहन्छु। यहाँनिर हाम्रो अब एक दुईजना सब्सक्राइब पनि गरिदिनु भयो च्यानल सोधी होइन, उहाँलाई धन्यवाद पनि भन्न चाहन्छु होइन।
उहाँहरूकै अगाडि क्यामेरामा धन्यवाद दिउँ भनेको होइन, मलाई त बोल्न कस्तो लाज लागेर आयो क्या, पुरै नै अप्ठ्यारो जस्तो भयो क्या। अनि मैले उहाँ केही पनि भन्न सोचे च्यानल चाहिँ हस्पिटल बोल्दै होइन, उहाँले गर्नुभयो केही देख्न सक्नुहुन्छ होइन। हामी चाहिँ उकालो लागिसकेको छौँ। मैले आफू बोल्ने बेला म चाहिँ बाइक स्लो गर्छु किनभने मसँग माइक छैन होइन। माइक नै भएपछि हावाले लास्टै हान्छ, अनि हावाले हानेपछि भिडियोमा के आउँछ होला भन्नु त तपाईँ आफै। जब हावाले हान्दैपछि त केही पनि आउँदैन नि त होइन। अब हामी यहाँबाट यात्रा गर्न थालिसकेको छौँ होइन। अब हामी सबभन्दा सुरुमा कुन ठाउँ पुग्छौँ? अब हामी भीमटार पुगेर तपाईँहरूसँग भेट्नेवाला छौँ होइन। किनकि गाइज हामी चाहिँ भीमटार आइपुगेको छौँ होइन। भीमटार हुँदै जाने बाटो रहेछ। भीमटारबाट हामी अगाडि बढिसकेको छौँ। यहाँ बाटो कता लेफ्ट कि राइट माइललाई? सिधा बाटै खेल्ने नि माललाई। ए मालैको इसारा बुझ्नु पऱ्यो क्या भाइ। इसारा बुझ्दैन भने चाहिँ त्यो सिधै गयो भने चाहिँ दोलघाट पुगिन्छ होइन माललाई, दोलघाट। म पनि धेरै बाटो भइसक्यो नि मेरो ठाउँको लागि। अब अफोर्ड हो क्या अब? गाइज हामीले देउराली आइपुगेर पुरै अफरमा लागि अफर कुदिरहेको छौँ होइन होइन। देउराली आइपुगेर चाहिँ यहाँ बाटो बन्दै रहेछ गाइज है। अब गोप्रो पनि छैन, क्यामेरामा चार्ज फोनमा चार्ज कति छ भन्ने कुरो चाहिँ हो क्या। चार्ज चाहिँ अलिक कम छ, राति लगाएको थिइनँ मैले होइन। चार्ज कति छ भन्ने कुरो त्यहाँबाट चाहिँ अलिकति गाह्रो पर्ने छ। चार्ज भयो भने त हामीलाई आज केही समस्या छैन, बाइकमा ट्याङ्की फुल छ। अब चार्ज चाहिँ के कति हुन्छ भन्ने देखेको ठाउँ कहाँ माललाई? लु हामी आइपुगेका छौँ पोखरीतिर। टिप्पा पोखरी चाहिँ आइपुगेका छौँ हामी। यहाँबाट ट्याक्क लाएर होइन, अब ट्याक्क लाएर जाने, प्याक्क पारेर हेर्ने, ट्याक्लाक्क लाएर फुलुक्क घुमेर फर्किहाल्ने होइन माललाई? के हो कुरो? मलाई पनि सही हो कुरो चाहिँ, एकदम सही नै भन्दै हुन्छ होइन। मलाई पनि एकदम ठिक हुन्छ मान्छे। गाइज हेर्नु सक्नुहुन्छ हामी कहाँ डाँडा आइसकेका छौँ होइन। हामी पोखरी आइपुग्यो। हामी जाने चाहिँ कहाँ माललाई? हामी जाने त्यो माथिको पनि कटेर उतै जाने हो होइन। माथि देख्यो भने तर त्यो पनि कटेर उतै जाने हो। हामी ट्याक्कै यहाँ कहाँ आइपुग्यौँ होइन, पोखरी आइपुग्यौँ अरे। मैले खालि कहाँ आइपुग्यौँ भने मेरो बानी जस्ट थियो भनौँ न होइन। एउटा होइन 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 पनि भन्छु म। अनि यो के छ कसो छ अब बुझ्नुपर्छ भने भन्छु म। मेरो छेउको मात्र हो, तपाईँहरू नदेखिने होला यो पोखरी। तल्लो पोखरीबाट गाइज माथिल्लो पोखरी आइसकेको छु म गाइज। पोखरी होइन त्यो बस्ती छ कि अलिअलि सानसानो बस्तीहरू रहेछ। हजुर मलाई भन्ने हुन्छ लिचीको बोट आइपुग्यो अरे होइन। लिची कममा खाना हुन्छ नि के गर्नु मलाई सियो नै होइन लिचीको यो। ओहो माललाई हामी फेरि कहाँ आइपुग्यौँ? यो हामी चाहिँ यो ज्यामिरेमाने आइपुग्यौँ, इन्द्रवती गाउँपालिका पार्कमा आइपुग्यौँ होइन। ल माललाई चाहिँ भन्दै हुनुहुन्छ ज्यामिरेमाने आइपुग्यौँ भनेर होइन। यहाँबाट पिज आइसकेको छ हाम्रो यात्रा हो हाम्रो। ल माललाई अब हामी ज्यामिरेमाने आइपुगेको छौँ गाइज होइन। अब यहाँबाट चाहिँ हामी जस अगाडि बढ्दै बढ्दै पोखरी पुग्नेवाला छौँ। ज्यामिरेमाने भनेको ठाउँ त्यस्तो रहेछ होइन। म पनि आएको थिइनँ क्या यहाँनिर, के कस्तो छ भन्ने कुरो थाहा नै थिएन। नयाँ बाटो होइन, अलिकति गिरी लाग्छ हिँड्दा चाहिँ तर नयाँ बाटो। तर मलाई चाहिँ किन होइन त्यो पाहाड हिँड्नु चाहिँ लास्टै अल्छी पनि लाग्छ क्या फेरि। र अहिलेसम्म मैले देखेको चाहिँ नेपालको नाम राख्ने भनेको चाहिँ एकदम होइन, छन् तालहरू पनि नाम राम्रो छन् तर एकदम नाम चलेको भनेको विश्वले चिन्ने भनेको गौतम बुद्ध होइन। अनि विश्वले थाहा भएको कुरा के छ भने माउन्ट एभरेस्ट। त्यति चाहिँ कन्फर्म नै हो नि त होइन, अरूभन्दा पनि। त्यही भएर चाहिँ मलाई दुइटा कुरा एकदम मन पनि पर्छ होइन। गौतम बुद्ध पनि लास्टै राम्रो लाग्छ मलाई होइन। कथाहरू सुन्छु गौतम बुद्धको म। अनि स्वाट्ट सुधाएर फ्याट्ट पाउँदा मन छ नि के गर्ने मलाई जान्दिनँ यस्तो स्लाइड हान्न म। क्या बात है सर, क्या बात है सर, क्या बात, ये बात है। अरे सर क्या बात है। गाइज हामी चाहिँ यसरी खड्काइसकेको छौँ होइन। गोलाइमा रहेछ फेरि बोर्ड पढ्दा पढ्दै हुँदै गयो भने टेन्सन हुन्छ त। अब रन्की केटा रन्की गाइज हामी चाहिँ ठ्याक्कै भन्नुपर्दाखेरि नलमा आइसकेको छौँ होइन। नलमा बसेर त्यहाँको एक चिया खाएर चाहिँ हामी अघि बढ्नेवाला छौँ। तपाईँ देखिहाल्नु भयो होला त्यो अहिले भर्खर गएको चाहिँ यहाँको इन्द्रावती गाउँपालिका रहेछ होइन। धेरै हो गाउँपालिका आइपुग्यो। अब यहाँको गाउँपालिका बसेर ट्याक्कै चिया खाइदियो। त्यसपछि यो के भन्छ गौतम बुद्धको स्थिति के भन्छ होइन मलाई मानेपछि होइन। हामी त्यो चिया खाना भनेर एकदिन बसेको होइन। यताउति सबैतिर खोज्यौँ होइन, कहीँ पनि अब चिया पसल त पायो तर दुध चिया पाइएन क्या। अब जहाँ भुल्यो त्यहीँ बाहुन भुल्यो भन्छन् होइन। दुध चिया खानै पऱ्यो तर दुध चिया कहीँ पनि पाइएन होइन। त्यही भएर हामीले यताउति खोज्यौँ, अरू पनि दुध चिया पाइएन। त्यही भएर हामी चाहिँ अगाडि बढ्यौँ होइन यहाँबाट। अब हामी जहाँनिर पाउँछ
पाउँछ चिया, त्यही भएर हामी चिया खाएर चाहिँ अगाडि बढ्ने भन्ने सल्लाह छ। अब हाम्रो धुलो चार्ज पनि एकदमै कम्ती भइसकेको छ, त्यही भएर हामीले चिया त खानुपर्ने हुन्छ होइन। चिया खाने बानामा फुल पनि सुटुक्क चार्ज लगाइदिइहाल्ने क्या, साउदै चिया पाउनु भन्दा होइन, चिया पाउँदा गरेर 5-10 मिनट लागिहाल्छ, 5-10 मिनट चार्ज त भइहाल्छ। त्यस्तोमा गएर हिँडेको चाहिँ म चाहिँ होइन, कहाँनिर चाहिँ चिया खाने ठाउँमा गएर हेर्छु होइन। अब त्यो अगाडि बढ्नु कहाँ चार्ज पुग्छ होइन, के गर्ने यार। बर पिपलको पनि जोडी छ, तर मेरो चाहिँ जोडी छैन, गाइड समस्या छ होइन। अब हाम्रो मालदाईको पनि जोडी छैन क्या, फेरि मेरो मात्रै होइन, हाम्रो मालदाईको पनि जोडी छैन। यहाँ 50 लाख छ, तर कति अहिले ठिकै छ, अगाडि पहलहरू छ होला नि मालदाई होइन। हाम्रो मालदाई र मलाई चाहिँ के गरेर जोडी खोलिदिनु पर्ने भयो होइन। हाम्रो मालदाई पनि जोडी नपाएर एकदम सेन्टी हुनुभएको छ होइन। अब के गर्ने भन्ने हुन्छ, जोडी नपाएर चाहिँ एकदम सेन्टी हुनुभएको छ। हो सानो बाटोहरू चाहिँ एकदम समस्या हुन्छ। यो बाटो हेरेर त मलाई त मेरो गाउँको पो याद आयो त यार। हाम्रो गाउँमा नि यस्तै बाटो छ नि, चिम्बाङमा धनकुटा पाखरीबासमा होइन। मलाई त्यहीँ गएर तर यहाँको भन्दा त राम्रो छ हाम्रो गाउँको सोलिङ त। उबर खाबर रहेछ अलिकति, किनभने सोलिङ पनि बिग्रिसकेको रहेछ। वाउ ब्युटिफुल प्लेस। अब हामी हाम्रो गन्तव्यको पनि एकदमै नजिक आइसकेको छौँ होइन। अब माथि पुगेर ट्याक्कसँगले यताउति घुम्ने हो, ट्याक्क हेर्ने हो होइन। अलिअलि भिडियो सिडियो खिच्ने हो। मालदाईले डान्स हान्नुहुन्छ, मालदाईको डान्स पनि हेर्न रेडी हुँदै गर्नु होला, किनकि मलाई डान्स हान्ने हुन्छ आज होइन। यतिको चाहिँ भयो मजा हुन्छ क्या। ढुङ्गामा चाहिँ यहाँ अगाडि चिया पाउँदो रहेछ, ट्याक्क हामी चाहिँ यहाँ चिया खाएर लाग्नेवाला छौँ। तर चिया खान खोजेको कहीँ पाएन क्या, दुध चिया नै खान पाइएन, त्यही भएर समस्या भयो। ट्याक्क हामी यहाँ चिया खाएर चाहिँ अगाडि बढ्ने हो भन्ने हाम्रो कुरो हो। 5 पोखरी खाँदा चाहिँ खाँदा गएर ल ओके ल ओके। अनि यहाँ चिया पाउँछ ल, हामी ट्याक्क चिया खाने गन्तव्यमा आइपुगिसकेको छौँ। म आन्टीले यहाँ ट्याक्क चिया बनाएर दिएपछि ट्याक्क चिया खाएर दामी यहाँ हेर्नु न गुम्बाहरू छ यहाँनिर होइन। गौतम बुद्ध भन्दै थियो, तर गुम्बा राम्रो भेटिरहेको छु क्या मैले, गुम्बा रहेछ ट्याक्कसँगले। गाइस होइन, म चिया खाने ठाउँ खोज्दै साथमा चार्जर पनि खोजिरहेको थिएँ होइन। तर हेर्नु न कस्तो लक्की, मैले चिया खाना बाइक पनि रोकेँ होइन। यहाँनिर चिया खाने चार्ज लाउने ठाउँ पनि ट्याक्क रहेछ होइन। यता हाम्रो आन्टीले चिया बनाउनु तर चिया खाने, माललाई चिया खाउँ होइन त, चिया र खाने एक कप खाउँ न त। माललाई चिया खानु नअरे होइन, आन्टी एक कप मात्र बनाइदिनु ल, एकदम गुलियो पारेर। गाइस अब म ट्याक्क एकछिन चार्ज लाएर होइन भिडियो कन्टिन्यू गर्छु। पहिला हामी अब ट्याक्क चार्ज लाउने, चिया खाने अनि भिडियोमा आउने है त। हाम्रो चिया आइसकेको छ, अब म चिया खान्छु अनि भिडियोमा लाग्नेवाला छु। हामी चाहिँ चिया खाएर यहाँ निक्लिसकेको छौँ होइन। हामीले चिया पनि एकदम मिठो खालको चिया खायौँ होइन। अब हामी यहाँ निक्लिसकेको छौँ गुफा डाँडाको लागि। अब हाम्रो अन्तिम गन्तव्य भनेको गुफा डाँडा नै हुनेछ, किनभने त्यहाँ मैले ठाउँ पनि थाहा छैन होइन। टावर सावर छ अरे, अब त्यो टावर त के गर्ने होइन, एनसीको टावर हेरेर के गर्नु त हामीलाई होइन। हामीलाई भनेको त के छ भन्दाखेरि फोन चलाएको बेला एनसीको टावर पुग्नु पऱ्यो भन्ने कुरा मात्र हो क्या। हामीलाई टावरको मतलब केही छैन होइन। माललाई के हो कुरो, यो बाइक पनि तान ठिकै लागेको थियो मलाई। तर यो बाइक किन्ने भनेर बसेको थिइनँ क्या। मैले के हो भने एक दिनको एमआरई भ्लग र सुरक्षा भ्लगको भिडियो हेरेको थिएँ होइन। त्यहाँनिर फेरि एमआरई भ्लगले चाहिँ के गरेछ भने त्यसमा रिभ्यू गरेको क्या, यसको राम्रो छ, सबै कुरा राम्रो छ भन्दै चाहिँ होइन। तर दाइले एउटा कुरा चाहिँ भन्न छुट्याएको रहेछ होइन, किन हो यस्तो गरेको यहाँ दाइले, अलिक धेरै तात्तो रहेछ क्या। तर हुन्छ अब अफरोड बाइक धेरै ताति नै हाल्छ, त्यो सामान्य कुरा नै हो। तर तात्न चाहिँ अलिक बढ्ने तात्ने है यो बाइक, अरू सब ठिक छ, अरू सबै नै ठिक छ होइन। यो बाइक किन्नु भनेको मेन रिजन भनेको मैले सुरुमा सुरजा केसीको हेरेँ, फेरि लगत्तै मैले एमआरई भ्लगको पनि देखेँ क्या। यो बाइकको बारेमा अलिकति भनेको रहेछ क्या, यस्तो छ यो बाइकको बारेमा राम्रै छ, अफर पनि डेन्जर हान्छ भनेर भन्नुभएको छ, अफर हान्छ भनेर। अनि चाहिँ मैले ल अब एमआरई दाइ नेपालको नम्बर 1 भ्लगरले नै भनेपछि त होइन, अब लिनै पऱ्यो, राम्रै भएर त भन्नुभयो होला भन्ने भयो। त्यही भएर चाहिँ मैले बाइक लिएको, यो कुरा पनि जानकारी दिनु पऱ्यो नि त होइन। यो बाइक लिनुको मेन कारण भनेको चाहिँ एमआरई भ्लगले चाहिँ हालेको छ क्या। कुरा पनि सही गर्ने हुन्छ, किनभने आउँदाखेरि घुमेर आइहाल्यो होइन, जाँदाखेरि ठाडाबाट झर्नु त किन यत्रो घुम्ने भन्ने कुरा गर्दै हुन्छ दाइले होइन। ठिक छ, छिटो हुन्छ भने अब गन्तव्यमा आएर रमाइलो गरिसकेपछि होइन आफूले चिल भइसकेपछि त त्यहीबाट झरेको राम्रो नि होइन, किन धेरै घुम्ने र होइन। ओ हिमाल आम्मा हिमाल हुन्छ होइन। पर हिमाल चाहिँ कस्तो दामी देखिरहेछ आम्मा, हिमालय तर कुरेल छिकिरहेछ नि त, तर कस्तो दामी क्या आम्बो, मतलब लोभी यार यो देखेर त कस्तो दामी क्या। तर थोरै के भन्दाखेरि उसले छेकेको रह क्या, थोरै चाहिँ बादल लागेको छ नि त, आज नलाग्नु पर्छ क्या बादल, कस्तो नजिकै हिमालय यार आम्मा यार। पारी बादलले स्याट पारेको छ, तर त्यो हिमाल कस्तो दामी छ क्या। बादलले पो गिरी गरेर हेर्नु न हिमाल कस्तो देखेको छ, नजिकै छ हिमाल, तर बादलले गरेर चाहिँ हामीले हेर्न पाएको छैनौँ।
आज हामी जब भोलि अरू मान्छे आउलान् त्यही त हो नि आफ्नो ठाउँलाई प्रोत्साहन गर्ने भनेको त्यसरी नै हो। तर अब हामी चाहिँ गुफा डाँडा चाहिँ लगभग आइसकेको छौँ होइन। हामी चाहिँ फाइनली कहाँ आइपुगेको छौँ भन्दाखेरि हामी गुफा डाँडा आइसकेको छौँ। अब हाम्रो बाइक नै रोकिनेवाला त माथि हिँडेर जानुपर्ने हुनसक्छ होइन। हामी चाहिँ आइसकेको छौँ गुफा डाँडामा। बाइकै झार्दिने हो यहाँबाट त यार। हेर्न सक्नुहुन्छ गाइज होइन एकदमै राम्रो ठाउँ छ। बस हेर्न त नजा अहिले फेरि पिता चिप्लेर लड्यो भने के गर्ने यार। ठाउँ त बबाल छ गाइज, ठाउँको त तपाईँ कुरै नगर्नु होइन। अब हेर्नु न यार। ल गाइज तपाईँले गएर देखिसक्नु भएको छ होला होइन। तपाईँलाई के कस्तो लाग्दैछ। अब हामी अझै घुम्दैछौँ यहाँ कस्तो ठाउँ छ होइन। पहिला हामी यस्तो एक राउन्ड हान्नु पऱ्यो नि त यहाँ आइसकेको यार। ठ्याक्क यहाँ जाने फेरि हिमाल हेर्नु सक्नुहुन्छ कति नजिकै देखिरहेको छ यहाँबाट होइन। यहाँबाट हामी एकछिन बाइक राखेर हेर्नेवाला छौँ के कस्तो ठाउँ छ भनेर। गाइज हामी फाइनली हामी आइसकेको छौँ गुफा डाँडामा। तपाईँ गुफा डाँडाको भ्यू हेर्न सक्नुहुन्छ। माललाई तपाईँलाई ठाउँ कस्तो लागिरहेछ? एकदम सही लागिरहेछ, आनन्द चिल छ है ठाउँ। यहाँबाट चाहिँ गुफा जलवायु पार्क जाने बाटो पनि रहेछ होइन। यहाँबाट यस्तो दामी के हो त्यस्तो तपाईँहरू यहाँबाट भिडियोमा तपाईँहरू त यस्तो आनन्द लिनै सक्नुहुन्न क्या। त्यस्तो दामी छ नि पर देख्न सक्नुहुन्छ हिमाल अब्बुई यार। तर आज कुहिरोले छ हेर्नु थोरै टुप्पी देखिरहेको नि हिमाल हेर्नु त्यहाँनिर थोरै देखिरहेको टुप्पी होइन। कस्तो आँखाले हेर्दाखेरि कति राम्रो छ भनेर म भन्न पनि सक्दिनँ होइन। अब माथि ट्यागको लभको चिन्हहरू त डेटिङहरू आउनु पनि सक्नुहुन्छ तपाईँहरू होइन। डेटिङ ट्यागकोसँगले गर्लफ्रेन्डलाई बाइकको पछाडि राख्ने रुइङ पार्ने सुइँ हिँड्ने त्यसरी आउनु सक्नुहुन्छ होइन। त्यो ठाउँमा एकदमै रमाइलो लागिरहेको छ मलाई होइन। अब हामी यहाँबाट माथि पनि जानेछौँ के कस्तो छ मासतिर पनि हेर्नु पऱ्यो नि त होइन। आइसकेपछि फुल्ली हेर्नुपर्ने हुन्छ। त्यही भएर अब हाम्रो यात्रा कहाँ हुन्छ मासतिर तर्फको हुनेछ है त गाइज। हाम्रो बाइक चाहिँ यहाँ बसिरहेको छ होइन। बाइकले पनि हामीलाई यहाँसम्म ल्याइपुऱ्यायो। हाय गाइज अब चाहिँ हामी यो नेपालको झन्डा भएको ठाउँबाट माथि जानेछौँ होइन। माललाई तपाईँ रेडी हो? एकदम रेडी हो। गाइज यस्तो मजा आयो होइन, यस्तो मजा आयो होइन। नेपालको झन्डाको बिचमा कुद्नलाई यस्तो मजा आयो। तपाईँ देख्न सक्नुहुन्छ झन्डा कस्तो छ यहाँ हेर्नु। झन्डा अब झन्डा यो हो नि त लाइफ यार। स्वर्ग होइन क्या, स्वर्गको बाउ भन्छ क्या यसलाई चाहिँ। नेपालको झन्डा देख्न सक्नुहुन्छ तपाईँ होइन। यस्तो मजा आयो मलाई हिँड्दै आउनलाई यहाँनिर। अब चाहिँ हामी यसको डाँडामा पनि आएको छौँ होइन। पर्यटन ठाउँहरू रहेछ घुम्ने पर लभ सब बनाएको रहेछ होइन। जस रमाइलो छ। एउटा अङ्कलले चाहिँ पुरा पृथ्वी बोकिराख्नु भएको रहेछ यहाँनिर होइन। गाइस देख्न सक्नुहुन्छ तपाईँ स्वर्ग आइरहेछ। हामी स्वर्ग जस्तै छ होइन। तपाईँ हेर्नु सक्नुहुन्छ यहाँबाट दृश्यहरू चारैतिर नेपालको झन्डा। यता हाम्रो यहाँ साइला काकाले चाहिँ पृथ्वीलाई बोक्नु भएको रहेछ है। साइला त गल्नु भएको छैन नि होइन। साललाई हाँस्यानु भएको छ, गल्नु भएको छैन कार होइन। यता हाम्रो माललाई फेरि क्यामेराम्यान हुनुभएको छ। यता साललाई यता हाम्रो माललाई। यो ठाउँमा भनेको चाहिँ होइन अन्तर्राष्ट्रिय जलवायु सम्मेलन भएको थियो होइन। जुन चाहिँ विद्यार्थी भण्डारी पनि आएर यहाँनिर हेर्नु गर्नुभएको थियो। त्यो ठाउँमा चाहिँ आएर गर्नुभएको थियो। यो ठाउँ एकदमै राम्रो छ होइन। यो पारि देखिएको डाँडाहरू पनि अब कता हेलम्बु कता के भन्दै 5 पोखरीहरू देखिन्छ यहाँबाट होइन। तर म छिटाउन सक्दिनँ। तर ठाउँ चाहिँ बब्बलै राम्रो छ। हाम्रो यहाँ एकजना दाइरा दिदी आउनु भएको छ घुम्नको लागि होइन। तपाईँलाई चाहिँ यो ठाउँ कस्तो लाग्यो एक्चुअली? नमस्ते एकदमै राम्रो लाग्यो। यो मेलम्चीबाट चाहिँ मात्र 1 घन्टा आधामा बाइकमा चाहिँ आइपुग्ने ठाउँ रहेछ। बाटो चाहिँ अलिकति ग्राभल भयो भने चाहिँ सजिलो छ। हामी दुईजना आइपुग्यौँ। तपाईँहरू यहाँ जोडी है दाजु भाउजू? हामी आफ्नै है अर्काको होइन। चाहिँ सानो शैली के ठुलो शैलीको जस्तो अलिकति अनुभूति भयो यो खुल्ला डाँडाहरूले गरेर। अनि यो नेपालको झन्डाले गरेर एकदमै राम्रो रहेछ। यो चाहिँ जलवायु के गोष्ठी भएको रहेछ सम्मेलन भएको। विद्यादेवी भण्डारी चाहिँ राष्ट्रपति भएको बेलामा राम्रो गरिरहेको छ। अब यसलाई चाहिँ बाटो पनि पिच भइदिएर काठमाडौँको पर्यटकहरू चाहिँ भित्राउन सक्यो भने यो ठाउँको चाहिँ राम्रो नै विकास हुने थियो। त्यसमा चाहिँ यहाँको गाउँ विकास समितिको जो नेताहरू छन् नि त्यसले ध्यान जाओस्। ल दाइको भोलि सबैले ध्यान दिनु होला यो कुरा होइन। भाइ कहाँदेखि? मेरो घर धरानतिर पर धनकुटाबाट हो। तपाईँहरू कहाँबाट हुनुहुन्छ? काठमाडौँ ए ल
तपाईँहरू पनि यसरी नै आउन चाहनुहुन्छ भने चाहिँ ठाउँको तपाईँहरूलाई भ्लग हेर्नु होला होइन पुरा त्यहाँनिर बाटो पनि देखाइदिएको छु होइन जस ठाउँमा रमाइलो छ होइन पार्टीको झन्डा भन्दा देशको झन्डा धेरै राम्रो हुन्छ होइन तपाईँ आफै हेर्न सक्नुहुन्छ होइन यहाँनिर पार्टीको कस्तो हुन्छ र देशको हुँदा कस्तो भएको छ होइन गाइज होइन अब हाम्रो मालैसँग आएको छु म चाहिँ होइन माललाई तपाईँलाई ठाउँ राम्रो लागेको छ नि होइन एकदम बबाल लागेछ Are you comedy me? माललाई तपाईँले मङ्सिर चाहिँ बे गर्नुपर्छ थाहा छ नि होइन थाहा छ एकदम मालैको चाहिँ मङ्सिरमा बे हुँदैछ अब मालैले हो क्या मार्केट बाल्ने भनेको कसले हो मालैले बाल्ने अब माललाई चाहिँ फर्ममा आउँदै हुन्छ बिस्तारै बिस्तारै होइन माललाई चाहिँ अब एकदम फर्ममा आएर चाहिँ अनेकौँ गर्ने सपना देख्नु भएको छ होइन माललाई एउटा डान्स जाओस् न एउटा डान्स ल नजाऊ पर ओ र तिम्रो मछु मेरो पोको छ र सिमसिमे पानीमा ज्यानले बेमान गर्छौ कि जिन्दगानीमा पानीमा ज्यानले बेमान गर्छौ कि जिन्दगानीमा सही हो यदि तपाईँहरूलाई नेक्स्ट ठाउँ कहीँ हेर्न मन छ भने मलाई कमेन्टमा भनिदिनु होला होइन मैले सकेको र सकुन्जेलसम्मको ठाउँमा चाहिँ म जानेवाला नै छु होइन यदि तपाईँहरूलाई कहीँ कुनै ठाउँ मन परेको छ भने कुनै ठाउँ गएको हेर्न मन छ भने मलाई चाहिँ तपाईँहरूले ट्याक्लाक एउटा कमेन्ट छोडिदिए पुग्छ होइन म कमेन्ट हेरेर सुरुसँगले हेरेर त्यो ठाउँको बारेमा देखाइदिइहाल्छु होइन तपाईँहरू 5 पोखरी भन्नुहुन्छ कि ऊ त्यो हिमालको टुप्पोमा भन्नु न तपाईँहरू भन्नुहुन्छ भने गाइज होइन ऊ त्यो हिमालको टुप्पो कहाँ गयो टुप्पो कहाँ गयो टुप्पो 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 कहाँ गयो टुप्पो ओए टुप्पो हरायो उयो हिमालको टुप्पोमा गएर नै आइदिनु सक्छ गाइज तपाईँहरूले भन्नु मात्र न तपाईँहरूले भन्नु मात्र उयो हिमालको टुप्पोमा गएर होइन ट्याक्क म भ्लग बनाइदिन्छु होइन हिमालको टुप्पामा गएर बनाइदिन्छु है तपाईँ भन्नु मात्र है कमेन्ट चाहिँ हान्नु पऱ्यो गाइज होइन तपाईँहरूले हाम्रो ठाउँ हामी आएको ठाउँ पनि देखाइसक्यौँ होइन ठाउँ चाहिँ एकदमै बब्बालै राम्रो लाग्यो होइन तपाईँहरू नै आउन चाहनुहुन्छ भने आउन सक्नुहुन्छ होइन तल इन्द्रावती रिभरको साइडबाट बाटो पनि छ होइन मेलोमा छेउबाट पनि बाटो छ सिपाघाटबाट पनि बाटो छ होइन यो ठाउँ एकदमै राम्रो छ क्या मैले त्यत्तिकै भने होइन तपाईँहरू हेर्न पनि सक्नुहुन्छ होइन भिडियोमा त के छ र रियलमा आएर हेर्नु होइन कस्तो राम्रो ठाउँ छ होइन हाम्रो मेन मकसद भनेको यहाँ आउनुपर्ने थियो होइन अब यहाँ हामी आइसक्यौँ अब टिकटक सिटेकबाट बनाउनै पर्यो आइसकेपछि होइन जस नेपालको झन्डा हेर्नु न कति राम्रो छ होइन यो भ्यू हेर्न सक्नुहुन्छ पारि हिमाल छेकेको होइन अब हाम्रो आज यति भन्दै हामी चाहिँ अब फर्किनेवाला छौँ किनभने थाहा छ तपाईँहरूलाई मेरो गोप्रो पनि छैन केही पनि छैन म भनेको फोनबाट खिच्ने हो होइन अब फोनमा फेरि क्यामेरा अन ब्राइटनेस फुल पारेपछि चार्ज त एकैछिनमा फाँक हुन्छ त्यस कारण चाहिँ आजको हाम्रो भ्लग यहीँनिर अन्त्य हो भन्न चाहन्छु होइन तपाईँहरूलाई यदि ठाउँ मन परेमा आउनु होला होइन अनि तपाईँहरू कहाँबाट भिडियो हेर्दै हुन्छ त्यो पनि कमेन्ट गर्नु होला होइन यदि मेरो भिडियो तपाईँहरूलाई मन परेको छ भने लाइक कमेन्ट सेयर अनि अन्तिममा सब्सक्राइब गरिदिनु होला होइन मलाई के गरिदिनु पर्ने अरे सब्सक्राइब गर्नु पर्यो लास्टमा